हामी चाहिँ चौबिसे गाउँपालिका वडा नम्बर 3 मा अवस्थित हाम्रो बन्दुके डाँडामा अवस्थित पर्माकल्चरमा आइपुगेका छौँ। यहाँनिर चाहिँ एकदम यो चाहिँ सुक्खा क्षेत्रमा एकदम स्याउहरू फलाउन सफल भइसक्नु छ। यो स्याउहरूको भयो कागती भयो यता सुन्तलाहरू सबै बनाउन सफल भइसक्नु भएको छ हैन। यो चाहिँ अब यो हामी चाहिँ एउटा लक्की एउटा हैन संयोगवश हामी आइपुगेका छौँ। वातावरण संरक्षण हाम्रो प्रतिबद्धता, सालक जोगाऊ अभियान हाम्रो एकीबद्धता भन्ने नाराका साथ विश्व सालक संरक्षण दिवस 21 फेब्रुअरी हैन 2026। म जोगाउँछु सालक मेरो लागि, हामी जोगाउँ सालक हाम्रो लागि। सालक जोगाऊ अभियान हस्ताक्षर सङ्कलन कार्यक्रम 2082 तमोर पर्माकल्चरले चाहिँ आयोजना गरेको यो विश्व सालक दिवसमा कार्यक्रममा चाहिँ हामी संयोगवश आइपुगेका छौँ। पर्माकल्चरबाट हाम्रो भोजकुमार काफले तपाईँले नै केही कुराहरू अलिकति छोटकरीमा भनिदिनुहोस् है। नमस्कार, हामी यो तमोर पर्माकल्चर सिकाइ थलो चाहिँ यो जैविक विविधता संरक्षण सम्बन्धी काम गर्छौँ। यहाँ चाहिँ लोपन्मुख वन्यजन्तुहरूको संरक्षण, लोपन्मुख बोट बिरुवाहरूको संरक्षण अनि को काम गर्छौँ। यही लोपन्मुख वन्यजन्तुको संरक्षण अन्तर्गत आज चाहिँ विश्व सालक दिवस, यो सालकलाई चाहिँ जोगाउनुपर्छ भन्ने अभियानका साथ हामी आज यो हस्ताक्षर अभियान सङ्कलन गरिरहेका छौँ। यो हामी मान्छे मात्रै जोगिएर हुँदैन, यहाँ प्रकृतिमा भएका सम्पूर्ण जीवजन्तु बोट बिरुवा सबैको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो चाहिँ एउटा मुख्य उद्देश्य हो। धन्यवाद। र उहाँले पनि आफ्नो यो बनाएर राखिदिनु भएकोमा हाम्रो भोजकुमार काफ्लेज्यूलाई विश्व सालक संरक्षण दिवस 21 फेब्रुअरी 2026। ल स्याउहरू फुल्न सुरु भइसकेको छ। यहाँनिर अत्याधिक रूपमा एकदम गत वर्ष स्याउहरू एकदमै राम्रो उत्पादन भएको थियो यहाँ। एभोकाडो पनि ठुलो भइसकेको छ, फुलिरहेको छ। हाम्रो आदरणीय युवा नेता हाम्रो देव नेमाङज्यूले चाहिँ अवलोकन गर्दै हुनुहुन्छ यो एभोकाडो फुलेको चाहिँ। उहाँले यो पर्माकल्चरको अफिस, पर्माकल्चरको चाहिँ एउटा उद्देश्य के छ भने कुनै पनि मेटेरियल भनौँ न केमिकल अरू चिजहरू नगर्ने, युज नगर्ने, सबै अर्ग्यानिकहरू मात्रै युज गर्ने भनेर यो पुरानै घरलाई मान्यता दिनुभएको छ। यो केटीके बेल्ट भनेको चाहिँ यो कोसीटप्पु कञ्चनजङ्घा बेल्ट भनेर चाहिँ अमेरिकामा दर्ता भएको गैर आवासीय नेपालीहरूको संस्था हो केटीके बेल्ट भनेर चाहिँ। अनि त्यो संस्थाले चाहिँ अनि हामीलाई 2075 देखि चाहिँ सहयोग गर्न सुरु गर्यो क्या दाजु। यो अन्तर्राष्ट्रिय सहयोग चाहिँ हामीलाई अहिलेसम्म तपाईहरु यति आइदिँदा हामीलाई कस्तो गौरव लाग्छ। आइदिँदा मात्रै तपाईहरु त प्रमुख भूमिका निर्वाह गर्नुपर्छ नि हो हैन। कुर्लेतेनमा बसेर जन्मेर हाम्रो यो पोखरी हो 50 लाख लिटर त यही पानीले हामीले भिजाउने। उयो भिजन डिजाइन गर्ने हाम्रो विनोद सरले गर्नुभएको यो काम चाहिँ। अनि हामीलाई थाहा पनि थिएन। अनि अब यहाँ हामी चाहिँ गफ कुरा गरे पैसा चाहिँ कहाँ तमोर पर्माकल्चरमा हाम्रो यहाँको अध्यक्ष भनौँ उहाँले चाहिँ घुमाउँदै हुनुहुन्छ, डुलाउँदै हुनुहुन्छ। यसलाई चाहिँ पर्यटकीय स्थलमा पनि परिणत गर्न सकिन्छ। यहाँनिर होमस्टेहरूको पनि भावी योजनाहरू बनाउँदै हुनुहुन्छ। यो पहिला चाहिँ बन्दुके डाँडामा अवस्थित गते डाँडा पनि भन्थ्यो, गते कामी उहाँको घर थियो। उहाँले चाहिँ सायद यो डाँडालाई बेचेर अन्तै कतै बसे जानुभयो उहाँहरू चाहिँ।
अनि यो डाँडामा चाहिँ अहिले यस्तो खालको प्रगतिहरू भएको छ। यो डाँडा माथि देखिएकोहरू सबै स्याउको बोटहरू हुन्। यता चाहिँ कागतीहरू छन्। यो नेचुरल अब अमला भइहाल्यो। अब यतापट्टि हेर्दाखेरि चाहिँ कागतीको बोटहरू देखिन्छ भने उतापट्टि ठुलो हरियो झ्याम्म परेको चाहिँ एभोकाडोको बिरुवाहरू एकदमै हुर्किएको देखिन्छ। अलिकति जग्गा चाहिँ यो खाली राखिरहेका छौँ। हजुर, यो जग्गालाई चाहिँ हामीले पाहुना घर बनाउने हो कि भनेर चाहिँ अहिलेलाई चाहिँ छोडिराखेका छौँ। पछिको योजनामा पछिको योजना चाहिँ ल। अनि यो यहाँनिर होमस्टे भनौँ न, पाहुना घर बनाउँदै गर्दाखेरि यहाँबाट चाहिँ हिम श्रृङ्खलाहरूको दृश्य अवलोकन गर्न पाइन्छ होइन? यहाँबाट चाहिँ कुम्भकर्ण, कञ्चनजङ्घा होइन, हजुर, एभरेस्ट पनि देख्न सकिन्छ। हजुर। मजाले यो खुलेको बेला चाहिँ आज यहाँनिर जम्मा चाहिँ अब यो माथि देखिएको डाँडामा चाहिँ स्याउहरू अहिले फुलिरहेको देखिन्छ होइन? जम्मा कतिवटा प्रजातिको बिरुवाहरू चाहिँ हामीले अहिले लगाएको छौँ यो तमर पर्माकल्चरमा? फलफुलको बिरुवा चाहिँ त्यही 40-45 प्रजातिका फलफुलका बिरुवाहरू लगाएका छौँ। हजुर। अनि अहिले चाहिँ स्याउ चाहिँ फुलिरहेको छ। यो एभोकाडोहरू यो होइन एकदम राम्रो आएको रहेछ। हामी त भर्खर रोप्दै गर्नु हुँदाखेरि आएको थियौँ होइन? एकदम छिटो पो हुर्किँदो रहेछ त है? ठिकै छ, यो ग्राफ्टेड बिरुवा हो। हजुर। फल्न सुरु गरेको छ। ए, फल्न पनि सुरु भइसक्यो। हुन्छ, धन्यवाद। अहिले तपाईँहरूले चाहिँ यो प्रपरली सबै नेपाल सरकारसँग उ गरेर दर्ता गरेर अहिले चाहिँ तपाईँहरूको जुन यो त भइसक्यो नि होइन? यो पर्माकल्चरलाई चाहिँ जुन एकचोटि कुरा गर्नुभएको थियो मन्त्री परिषदबाटै निर्णय गराउनुपर्छ होइन? हजुर। यस्तो यो पर्माकल्चर यो सिकाइ थलो चाहिँ धेरैवटा दर्ता गर्यौँ। अब हामीले अब ल्याउनु त पर्यो जसरी भए पनि सस्तामा होइन? अब एउटामा मात्रै 75 पनि नअट्ने, अनि 4-5वटा सिकाइ थलो दर्ता गरेर अनि एउटामा 75, अर्कोमा 75, अर्कोमा 75 गर्दै अनि सबै जग्गा चाहिँ त्यस्तरी मिलाएर। अब हामीलाई हैरान चाहिँ के भयो भने वर्षै पछि अडिट गर, नवीकरण गर, कम्पनी अध्यादेश गर होइन? यो चाहिँ एकदमै झन्झट भयो। एउटै संस्था चाहिँ हुन पाएन क्या। नेपाल सरकारको चाहिँ एउटा कानुन होइन यो संस्थाप्रति अलिकति संशोधन भएर चाहिँ अलिक सहज हुन्थ्यो धेरै हुन्थ्यो नि होइन? यसलाई अलिकति गरेर मध्यनजर गरेर जो मान्छे अलिकति केही गर्छु भन्ने मान्छेलाई चाहिँ पुरै बाँधेको रहेछ। यहाँ उद्योग धन्दा व्यापार व्यवसाय गर्छु भन्ने मान्छेलाई त जसरी भयो नि लिने मात्रै छ सर। सेवा सुविधा छैन, सहज छैन, सहजीकरण छैन। कानुनबाट सहज गरिदिँदा भयो नि, पैसा दिएर होइन होइन? कहाँ हो गर्छु मान्छे पनि गर्छु भन्ने मान्छे पनि उसले उत्साह हुँदैन क्या। हुँदैन नि, हुँदैन हो त। राज्यको नीति चाहिँ माथि बुढा सुब्बालाई 50 लाख दिएको छ होइन, बुढा सुब्बा थाललाई यहाँ। तर यो त धेरै ओह्रालो हुन्छ। पक्का चल्ने भने हाम्रै छ बिरो छ। कस्तो छ भने लक्ष्य चाहिँ यो लाप्सीदेखि शुक्रबारी हुँदै अब यो कुरुले हुँदै तल भिटारमा चाहिँ झराउने क्या। भिटारमा गाडी झराउने, त्यो भिटारदेखि चाहिँ पारि सिधै तेर्सो मान्ने फ्युचरमा भविष्यमा। त्यो तल भिटार भन्ने चाहिँ 3टा जिल्लाको लक्षण हो। 5 ठाउँ होइन? अनि तेर्सो धनकुटा यो बाटो चाहिँ पारि लानु सक्यो भने नि फ्युचरमा भविष्य हाम्रो नभए पनि हाम्रो योजना चाहिँ गर्नु सक्यो भने नि यो हाम्रो गाउँको एउटा लक्षण हो। यो अघि पर्यटकको कुरा गर्नु पनि छिटो तेर्सोको मान्छे को जान्छ बसन्तपुर पुग्ने? बसन्तपुर पुग्दा त यहाँ आएर माथि टाढा काटिसकेको हो अनि हो नि। त्यो खालको यो गरेको छु। अब उता खर्के पनि साइड दिने सम्भावना छ। अब यहाँ भने दिनेश शास्त्री पनि भनेपछि यसरी गर्नुपर्छ, पछि फ्युचर होला या नहोला रिजर्भ बनाउनुपर्छ भनेर भन्छु। तर बनाउनुपर्छ, त्यतिकै हुँदैन क्या। यो काम गर्छ मान्छेले। हाम्रो चाहिँ अब के योजना काका बोल्दै हुन्छ यो हामीले थुम्की डाँडा देखिएको छ यहाँ तल होइन? यो थुम्की डाँडामा चाहिँ बुद्धको एउटा स्तूप बनाएर बुद्धको मूर्ति राख्नु पाएर त्यहाँनिर एउटा पार्क पनि बनाउने हाम्रो योजना छ। जहाँ जग्गा कस्तो के छ अवलोकन गरेर दिने हुनुभएको छ यो डाँडामा। अनि तल त्यो बरको रुख मेन बरको रुख छ नि, यस्तो गरौँ न त, त्यसमा चाहिँ हामी पनि थोरै एभोकाडोहरू तर यो चाहिँ हाम्रो आल्मन्ड हो हजुर। आल्मन्ड यो चाहिँ सालीमा यो चाहिँ कस्तो हुन्छ सर टेस्ट? हेर्दाखेरि आलु जस्तै खालको
नै पर्छ हजुर आरु टाइपको हेर्दा चाहिँ आरु जस्तो देखिन्छ अनि फलाइ पनि आरु जस्तै हुन्छ हजुर पछि चाहिँ यो बाहिरको बोक्रा चाहिँ आरुको जस्तै देख्यो भने आफै खुल्छ अनि खुलेपछि भित्रको त्यो बदाम ए आरु मन हजुर हजुर आरुको जस्तो बोक्रा जस्तो फाटेर जान्छ बिहा खाने त्यसको त्यसको बिहा पनि फुटाएर भित्रको लिन्छ यो चाहिँ अलि हार्ड सेल हो फुटाउनै पर्छ अर्को हाम्रो फुल फुलिरहेको त्यो अल इन वान भन्ने भेराइटी हो त्यो चाहिँ हातैले खोलेर नङले नै खोलेर खान मिल्छ हजुर यो 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 भन्नुभयो होइन हजुर दुईवटा भेराइटीको आलमन्ड छ यो सर यसपालि त धेरै राम्रो फुलेको छ त सर यो यो फुललाई चाहिँ अलिक कम छ यो अल इन वान होइन सर हजुर अल इन वान हजुर यो चाहिँ हजुरको यो हातैले यसो खोलेर खान मिल्छ सर एकदम यो सफ्ट सेल हो यो अल इन वानमा चाहिँ आलमन्डको सबै एउटै भित्र पाउँछ भन्ने छ यसको स्वादहरू त्यसको स्वादहरू चाहिँ हजुर स्वादहरू अल इन त्यसैले अल इन वान भन्ने होइन हजुर एउटै भित्र धेरै किसिमको स्वाद टेस्ट पाउन सकिन्छ यो जात पनि सर यो सुक्खा ठाउँ पानी कम पर्ने ठाउँमा चाहिँ धेरै राम्रो हुन्छ सर यो 15-1800 मिटरको उचाइमा यसको खेती गर्न चाहिँ अलिक पानी पर्ने टाइममा चाहिँ अलिकति असर पुऱ्याउँछ पानी बढी भएर सुक्खा भएको सुक्खा क्षेत्रमा फल्ने जात पानी अलिक कम पर्ने ठाउँ चाहिँ आलमन्डको लागि चाहिँ एकदमै राम्रो छ यहाँ चाहिँ उहाँहरूले चाहिँ अतिथिहरूको लागि चाहिँ यो मेजबानको तयारी गर्दै हुनुहुन्छ यस्तो गर्ने यस्तो भन्नु र यो चाहिँ हाम्रो चाहिँ एउटा ट्रेनिङ सेन्टर बनाउनु पर्यो ए हजुर अनि त्यो ट्रेनिङ सेन्टरमा चाहिँ अनि भित्र ट्रेनिङ पनि दिने होइन हजुर अनि बाहिरको वातावरण चाहिँ सबै देखिने गरी क्या त्यस्तो ओपन खालको बाहिर ओपनै क्लोज हुँदा पनि कस्तो गर्ने भने बरु सिसा राखेर गर्ने भित्रबाट बाहिर चाहिँ प्रष्टै देखिने हजुर तर बाहिरबाट भित्र चाहिँ केही नदेखिने गरेको एउटा बनाउनु पर्यो होइन ट्रेनिङ अनि मान्छेहरूले ट्रेनिङ लिँदा पनि बाहिरको वातावरण पनि हेर्दै लियो भने चाहिँ एउटा फ्रेस माइन्ड जुन बिरुवा सम्बन्धीहरू हुन्छ होइन यहीँको विशेष गरी यहीँको एग्रिकल्चर सम्बन्धी नै ट्रेनिङहरू लिने दिने गरेको गर्ने हो कि भनेर चाहिँ सोचेका छौँ एकदम राम्रो यो चाहिँ एकदम राम्रो सोचाइ हो तपाईँहरूको होइन भोलि गएर यो ट्रेनिङ स्थल भइसकिसकेपछि त बाहिरको मान्छेहरू ट्रेनिङ लिनु आउनुहुन्छ होइन लगायत यो हाम्रो 24/3मा चाहिँ एकदम पर्यटकीय स्थललाई पनि एउटा सपोर्ट भयो होइन अर्को यो एग्रिकल्चर होइन कृषिलाई पनि एकदम सपोर्ट भयो नि त त्यसो भएपछि अब यहाँबाट प्रत्येक साल जुन हाम्रो यो 3 नम्बर वार्डदेखि लिएर अरू ठाउँमा तपाईँहरूले बिरुवाहरू पनि वितरण गरिराख्नु भएको छ होइन प्रत्येक साल गाउँमा रोपिराख्नु भएको छ कस्तो खालको योहरू चाहिँ आइरहेछ अब यहाँ चाहिँ साथीहरूले हेरिराख्नु भएको छ ठाउँ चाहिँ फलेर पनि बेचेर थोरै थोरै आम्दानी गर्न सुरु गरेको भन्ने चाहिँ सुनिरहेका छौँ अहिलेसम्म चाहिँ हामीले जस्तै अरू कृषकहरूले चाहिँ अब पुरै यो खेती नै पेसै यही गर्ने तरिकाले पनि गर्नु भएको छ कि एक दुईजना भाइहरूले चाहिँ यहाँ 3 नम्बरमा अब हामी चाहिँ खेती नै गरेर व्यवसाय नै यो गर्छौँ भनेर सुरुवात पनि गर्नुभएको छ जस्तै अब यहाँ हुन्छ भने त्यो अब यो बेल्टमा सबैतिर सक्सेस हुन्छ भन्ने कुरा त प्रमाणित भइसकेको छ होइन सायद अरू ठाउँ झन् हुन्छ होला यो जस्तै अब अलिकति यो हाइटमा छ अब अरू जग्गाहरू त योभन्दा अलिक तल गहिरो पनि पर्छ त्यही अनुसार अब अलिकति तल्लो बेल्टमा हुने किसिमका बोट बिरुवाहरू लगाएर सुरुवात चाहिँ गर्नुभएको छ एकदम धन्यवाद हजुर अनि यो एनजिओहरू चलाउँदाखेरि चाहिँ वैदेशिक अनुदान आउन्जेल चल्ने अब 10 वर्ष 5 वर्ष जति आए पनि चल्ने अब अर्को वर्षदेखि आएन भनेपछि चाहिँ त्यो एनजिओ कोल्याप्सै हुने होइन चल्नै नसक्ने यसलाई चाहिँ हामीले ब्रेक गर्ने यो ब्रेक किन गर्ने भने अब यो हाम्रै ल्यान्ड छ यहीँबाट हामी आम्दानी गरेर चाहिँ के अरे प्रफिट कमाउन सक्छौँ नाफा कमाउन सक्छौँ होइन त्यो नाफाले चाहिँ यो मुनाफा वितरण नगर्ने कम्पनी चाहिँ 100औं वर्ष चल्ने क्या हामी भए पनि नभए पनि चल्ने अर्को पुस्तान्तरण हस्तान्तरण चाहिँ गर्नु पर्यो होइन अनि यो एनजिओहरू नचल्ने चाहिँ ब्रेक गर्ने क्या हाम्रो एउटा सोचाइ होइन यो चाहिँ 100औं वर्ष चल्नु पर्यो क्या हाम्रो अरू भावी पुस्ताले अझै राम्रो तरिकाले चलाउने भनेर चाहिँ हामीले योजना गरिवरी चाहिँ वैदेशिक अनुदान नआए पनि यो तमर पर्माकल्चर सिकाइ थलो चाहिँ 100औं वर्ष चलोस् भन्ने चाहिँ सोचिवरी सुरुवात गरेका छौँ साह्रै राम्रो है भाइको जुन भाइको मात्रै होइन तमर पर्माकल्चरको जुन उद्देश्य छ लक्ष्य छ यो साह्रै राम्रो तमर पर्माकल्चरबाट चाहिँ हामीले के आशा गर्न सकिन्छ भने यसले चाहिँ
हामीले पाठ मात्रै सिकाउने शिक्षा मात्रै दिने होइन कि यसलाई चाहिँ जुग जुगसम्म लानुपर्छ। एनजिओबाट अर्काको के भन्छ भरमा चल्ने होइन, आफ्नै भरमा आफ्नै मेहनतमा चल्नुपर्छ भन्ने खालको चाहिँ हाम्रो बोसकुमार भाइ यहाँका चाहिँ अब संस्थापक नै हुनुहुन्छ, कार्यकारी निर्देशक अहिले जानकारीमा र हामी यो कुरामा चाहिँ धेरै खुसी छौँ। किन खुसी छौँ भन्दाखेरि यो बन्दुकी डाँडामा अब केही त हुँदैन थियो, यस्तो डाँडालाई चाहिँ हराभरा बनाउने चाहिँ तमर पर्माकल्चरको सबै साथीहरूलाई चाहिँ हामीले चाहिँ हृदयदेखि धन्यवाद दिनु पऱ्यो नि त। र सबै कुराहरू सुनिसकेपछि हामी यति के अरे चाहिँ हामीमा भनौँ न एउटा के चाहिँ हृदयदेखि नै हामी खुसी पनि भयौँ। र हामी के चाहन्छौँ भने यो तमर पर्माकल्चरको चाहिँ अब दिन दुईगुना रात चौगुना प्रगति होस् अथवा उत्तरोत्तर प्रगतिको कामना पनि हामी व्यक्त गर्न चाहन्छौँ भनेर हामी भन्दै हाम्रो भाइसँगको कुराकानी हुन्छ। पर्माकल्चर भन्दा चाहिँ खेतीपाती मात्रै गरेर रहेछ भन्ने बुझिरहेको छ कि अलिकति त्यसलाई चाहिँ संशोधन गरेर केही बनाऊँ भन्ने चाहिँ छ। यो पारी देखिएको चाहिँ मनोबुदुक त्योभन्दा पर डाँडा बजार हुँदै सबै मनोरम दृश्यहरू पनि देख्न सकिन्छ। लगायत माथि गिद्धे हुँदै राजा रानीको माथिल्लो भागहरू अलिअलि देख्न सकिन्छ। यहाँनिर झुन्डेर राखिएको कागुनी, त्यसै गरी गहिया, अरू त्यसै गरी प्राचीन कालमा जसरी योभन्दा पहिला जसरी राखिन्छ त्यसरी नै राख्नु भएको छ। पहिलाका बुढापाकाहरूले गाउँघरतिर यसरी राख्ने गरिन्छ। विश्व सालक संरक्षण दिवस हस्ताक्षर सङ्कलन कार्यक्रममा हस्ताक्षर गर्नुहुँदै अब एउटा के गर्नु सबैजनाले गर्नु ल। ल यो झन् राम्रो छ। तमर पर्माकल्चरमा एकचोटि परिक्रमा गरिसके पश्चात सही गर्नुपर्ने हस्ताक्षर गर्नुपर्ने प्रावधान रहेछ। उहाँले रजिस्टरको व्यवस्थापन गरिदिनु भएको रहेछ। सबैजना हस्ताक्षर गर्न तयार हुनुहुन्छ। अन्त्यमा हामी बिदारी हुँदैछौँ तस्बिर खिचेर। र सम्पूर्णलाई धन्यवाद यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा। थ्याङ्क यू फर वाचिङ माई भिडियो। इफ यु लाइक सब्सक्राइब प्लिज।